हेलो, नमस्ते। आज म तपाईँहरूलाई सब मेनु कसरी रजिस्टर गर्ने भन्ने बारे देखाउन गइरहेको छु। अहिले चाहिँ हामी टप पेजमा जाउँ। सबैभन्दा पहिले मेनु बारमा रहेको सब मेनुमा क्लिक गर्नुहोला र मेनु भन्ने बटनमा क्लिक गर्नुहोला। यति गरिसकेपछि तपाईँहरूले मेनु लिस्ट देख्न सक्नुहुन्छ र हाम्रो यो रजिस्ट्रेसन भन्ने बटनको साइडमा सब मेनु लिस्ट भन्ने बटन देख्न सक्नुहुन्छ। त्यसमा क्लिक गर्नुहोला। त्यसमा क्लिक गरिसकेपछि तपाईँको सबमा अहिले रिसेन्टली युज भइरहेको सब मेनुहरू सबै देख्न सक्नुहुन्छ र राइट साइडमै अर्को रजिस्टर भन्ने फेरि बटन देख्न सक्नुहुन्छ। त्यसमा क्लिक गरेर चाहिँ तपाईँले सब मेनु रजिस्टर गर्न सक्नुहुन्छ र त्यसमा हामी क्लिक गरिहेर्छौँ। क्लिक गरिसकेपछि हाम्रो सब मेनु रजिस्ट्रेसन फर्म ओपन हुन्छ र तपाईँले यहाँ टपमा देख्न सक्नुहुन्छ एस्ट्रिक इन्डिकेट्स रिक्वायर्ड फिल्ड भनेर लेखेको छ। एस्ट्रिक भएको ठाउँमा चाहिँ डाटा इनपुट गर्नु होला र खाली ठाउँमा चाहिँ तपाईँले खाली पनि छोड्न सक्नुहुन्छ। र अहिले चाहिँ हामी अब सब मेनु रजिस्टर गरिहेर्छौँ। सबैभन्दा पहिले पब्लिस्ड भन्ने फिल्डमा पब्लिस बटनमा क्लिक गर्नु होला। त्यसपछि सब मेनु टाइटल इङ्ग्लिस लेखेको ठाउँमा चाहिँ इङ्ग्लिसमा नाम लेखिदिनु होला। अहिले म करी भनेर लेखेँ र जापानिज फिल्डमा चाहिँ जापानिजमै खारे भनेर लेख्नु होला। तपाईँहरूले यो सब मेनु कस्टमर टाइटलमा चाहिँ फर्मल रूपमा केही लेख्न सक्नुहुन्छ, जस्तो प्लिज चुज योर करी भनेर। तपाईँहरूको कस्टमरले चाहिँ क्युआर स्क्यान गरिसकेपछि चाहिँ करीको ठाउँमा चाहिँ यो देख्न सक्नुहुन्छ, प्लिज चुज योर करी लेखेको देख्न सक्नुहुन्छ। त्यस्तै गरी जापानिज टाइटलमा पनि यसैलाई जापानिजमा लेखिदिनु होला र जापानिज टाइटलमा पनि यसरी खारे हो एराबिको दासाई भनेर लेख्न सक्नुहुन्छ। यो माथिको नेम चाहिँ हामीले बुझ्नको लागि हो, तपाईँले आफूले बुझ्नको लागि सर्ट फर्ममा जसरी नि लेख्न सक्नुहुन्छ। तल चाहिँ कस्टमरलाई डिस्प्ले हुने चाहिँ तपाईँले अलिकति फर्मल रूपमा चाहिँ लेखेर राख्न सक्नुहुन्छ। र त्यसपछि हाम्रो सर्टिङ भन्ने फिल्ड छ, यसमा चाहिँ अहिले मैले 1 चुज गरेँ। तपाईँले आफूले चाहेअनुसारको नम्बर चुज गर्न सक्नुहुन्छ। करी भन्ने चाहिँ फुड आइटम भएकोले अहिले मैले किचन प्रिन्टर चुज गरेँ, या ड्रिङ्क हुन्थ्यो अथवा ड्रिङ्क आइटम हुन्थ्यो भने तपाईँले 12 प्रिन्टर चुज गर्नुपर्ने हुन्छ। त्यस्तै गरी अब हाम्रो सब मेनुभित्र चाहिँ यो करीभित्र कुन कुन करी पर्छ त भनेर राख्नको लागि चाहिँ हाम्रो यहाँ एड भन्ने बटन छ। तपाईँले यत्तिकै रजिस्टर गर्न पाउनुहुन्न, किनभने सब मेनुभित्र केही न केही यहाँ अर्को करीको अप्सन राखेकै हुनुपर्छ। त्यसैले एड भन्ने बटन क्लिक गर्नु होला। त्यसपछि हाम्रो सब मेनु एड गर्नलाई अर्को फर्म खुल्छ। त्यसमा सबैभन्दा पहिले सर्टिङ भन्ने अप्सन राखिदिनु होला। यसमा मैले 10 राखेँ। अब करीमा चाहिँ चिकन करी, इङ्ग्लिस नेममा चिकन करी भनेर राख्नु होला र जापानिज नेममा त्यसैलाई जापानिजमा लेखेर राखिदिनु होला, सिकिन खारे भनेर। यसरी राखिसकेपछि अब तपाईँले यहाँ कन्फर्म भन्ने बटन छ, कन्फर्म भन्ने बटन क्लिक गर्न सक्नुहुन्छ र यहाँ तपाईँले देख्न सक्नुहुन्छ हाम्रो चिकन करी भनेर रजिस्टर भइसकेको छ। अब यो करी भन्ने सब मेनुभित्र कुन कुन करीहरू पर्छ त्यही हिसाबले तपाईँले सिरियल्ली करी एड गर्दै जान सक्नुहुन्छ। मैले अझै एउटा एड गरेँ ल। यसरी तपाईँले सब मेनु नेम इङ्ग्लिस लेखेको ठाउँमा इङ्ग्लिसमा र सब मेनु नेम जापानिज लेखेको ठाउँमा जापानिजमा लेखेर रजिस्टर गर्न सक्नुहुन्छ। र यदि यो मटन करीको एक्स्ट्रा चार्ज लाग्छ भने तपाईँले जस्तो 150 एक्स्ट्रा लाग्छ मटन करी खानुभयो भन्ने त्यस्तै मेनुमा छ भने यो युनिट प्राइसमा 150 राख्न सक्नुहुन्छ। र हाम्रो यहाँ लास्टमा कन्फर्म भन्ने बटन छ, यसमा क्लिक गरिदिनु होला। गरिसकेपछि तपाईँले यहाँ देख्न सक्नुहुन्छ चिकन करी र मटन करी भनेर एड भइसकेको छ। जापानिज नेम पनि देख्न सक्नुहुन्छ। र यो चिकन करी चाहिँ तपाईँको आउट अफ कस्ट छ, फ्रीमा खान मिल्छ भने मटन करीको चाहिँ 150 रुपियाँ एक्स्ट्रा लाग्छ भनेको बुझ्न सकिन्छ। तपाईँहरूले यहीँबाट हेर्न सक्नुहुन्छ सबै। र यसलाई रजिस्टर भनेर क्लिक गरिदिनु होला। यति गरिसकेपछि हाम्रो रजिस्ट्रेसन कम्प्लिट हुन्छ। अब म तपाईँहरूलाई यो सब मेनुलाई मेनुमा कसरी युज गर्ने त भन्ने बारे देखाउन गइरहेको छु। अब हामीले मेनु लिस्ट हेर्नको लागि हामीले यहाँ मेनु लिस्ट भन्ने बटन देख्न सक्नुहुन्छ, यसमा क्लिक गर्नु होला। यसमा क्लिक गरिसकेपछि तपाईँले पुरै मेनुहरू देख्न सक्नुहुन्छ। र म अहिले चाहिँ यो एसेट भन्ने मेनुभित्र त्यो सब मेनु एड गरेर देखाउँछु तपाईँलाई। त्यो सब मेनु एड गर्नको लागि चाहिँ तपाईँले यो 3 डटमा क्लिक गरेर राइट साइडमा रहेको 3 डटमा क्लिक गरेर अपडेट बटनमा क्लिक गर्नु होला। यति गरिसकेपछि सबैभन्दा लास्टमा जानु होला। सब मेनु चोइस लिस्ट भन्ने फिल्डमा एड भन्ने बटन देख्न सक्नुहुन्छ, यसमा क्लिक गर्नु होला। यसमा क्लिक गरिसकेपछि तपाईँको यो एउटा नयाँ फिल्ड ओपन हुन्छ। यसमा चाहिँ सर्टिङ भन्ने नम्बर राख्नुपर्ने हुन्छ, यसलाई पनि 10 राखिदिनु होला। र अघि हामीले बनाएको करी भन्ने थियो, त्यो चाहिँ यो 7 नम्बरमा छ, करी भनेर छ। यो चाहिँ तपाईँले अघि बनाएको कति नम्बरमा छ भनेर उता सब मेनुबाट हेर्नुपर्ने हुन्छ। 7 नम्बरमा थियो हामीले अघि बनाएको करी, यो करी सिलेक्ट गर्नु होला। सिलेक्ट गरिसकेपछि अब यो एसेटभित्र कतिवटा करी चुज गर्न पाउँछ त्यही हिसाबले यहाँ तपाईँले नम्बर अफ सिलेक्सन राख्नुपर्ने हुन्छ। यो फिल्ड चाहिँ तपाईँले खाली छोड्न मिल्दैन। 1 चाहिँ मिनिमम पनि 1 राखेकै हुनुपर्छ। योभन्दा धेरै अब 2टा 3टा करी चुज गर्न पाउने हो भने चाहिँ त्यही हिसाबले तपाईँहरूले नम्बर राख्नुपर्ने हुन्छ। अहिले चाहिँ मैले 1 राखेँ। रिक्वायर्ड हो तपाईँको करी एउटा चुज गर्नै पर्छ कस्टमरले भन्ने छ भने टिक लगाउनु होला। र चुज गरे पनि पाउँछ नगरे पनि पाउँछ भन्ने टाइपको मेनु हो भने चाहिँ यसलाई खाली छोडिदिनु होला। र यति गरेर तपाईँले लास्टमा रहेको अपडेट बटन क्लिक गर्नुभयो भने तपाईँको यो एसेटभित्र सब मेनु सक्सेसफुल्ली रजिस्टर भइसकेको हुन्छ। थ्याङ्क यू।